अरे दहीको डब्बा त यहीँ छ त मम्मी पनि के गर्नुहुन्छ हुन्छ दहीको डब्बालाई यहीँ राखेर आफू चाहिँ कता जानुभएछ ओहो मम्मी नभएको मौका छोपेर दामी केक पो बनाएर खानु पर्यो पहिलाबाट यो दहीलाई चाहिँ छन्नीमा हालेर पानी तार्न साइडमा राखिदिन्छु त्यस पछाडि एउटा अन्डालाई पट्ट फुटाउँछु अनि सेतो भागलाई चाहिँ एउटा बोटकामा राखिदिन्छु अनि यसको पहेँलो भागलाई चाहिँ अर्को बोटकामा राखिदिन्छु त्यसरी नै अर्को अन्डाको पनि सेतो र पहेँलो भागलाई छुट्याइदिन्छु अब चाहिँ होइन साइडमा पानी तार्न राखेको दहीबाट चाहिँ क्रिमीवाला दहीलाई निकालेर टक्कसँगले एउटा बोटकामा हालिदिन्छु अनि अघिको अन्डाको पहेँलो भागलाई चाहिँ टक्कसँगले हालिदिने थोरै तेल हालेर चाहिँ सक्खरलाई पगालेर त्यसलाई पनि त्यही बोटकामा हालिदिन्छु अनि यस्तो दामी कलर देखिराखेको थियो नि यसलाई हतार हतार मलमाल गर्नतिर लाग्छु यसरी एकदमै स्मुथ वाला बेटर भइसकेपछि चाहिँ सिधै लगेर एउटा बोटकामा चाहिँ बटर पेपर राखेर त्यसको माथिबाट टक्कसँगले खनाइदिन्छु अनि यसलाई सिधै लगेर एउटा तावामा प्लेट राखेर त्यसको माथिबाट राखिदिन्छु अनि त्यसलाई छोपेर चाहिँ एउटा प्लेटको माथिबाट मजाले झलझली बल्दै गरेको कोइलालाई पनि राखिदिन्छु अनि यसलाई चाहिँ माथिबाट फुक्दै फुक्दै मजाले पकाइदिने होइन अनि आधी घन्टा जति मस्तले पकाएपछि चाहिँ यस्तो ब्राउन भएर चाहिँ पाकिसकेको थियो हाम्रो केक चाहिँ अनि होइन यसलाई सिधै निकालेर एउटा प्लेटमा राखिदिन्छु त्यसको माथिबाट हल्का चक्लेट सिरपलाई चाहिँ स्प्रिङ्कल गरिदिएर सिधै लगेर चाहिँ एक बाइट खाएको बब्बालाई मिठो भएको थियो अनि मम्मीलाई पनि अति नै मिठो लाग्यो अरे थ्याङ्क यू